पनि स्वागत छ हामी तपाईलाई। हामी हाम्रो आजको यात्रामा निस्केका छौँ। हाम्रो यात्रामा तपाईहरु बनेर हेर्नु होला। राइडर प्रो राइडर पनि हुनुहुन्छ। हामीसँग राइडर प्रो राइडर एके एन्जेल जी पनि हुनुहुन्छ। हावाले कतिको सुनिँदैछ थाहा छैन। तीन तिगडा काम बिगडा हामी तीनैजना छौँ। क्यामेरा एङ्गल कस्तो थाहा छैन। राइडर प्रोभाइडर हामी लगभग यात्राको सुरुवाती चरणको पहिलो केही किलोमिटर हामीले तय गरिसक्यौँ। हामी च्यान्टे ड्राइभर, घुडे खलासी, यता चाहिँ प्यासेन्जर प्रिन्सेस। अब गाडीहरू चाहिँ बाँदर हातमा नेपाल रे पढौँ न। बाटोको केही भागहरू चाहिँ आम्मामा धुलो बोक उठ्दैछ अनि हामीहरू हिँडेर जाँदैछौँ। अब हेलो किरण। हेलो दाइ। अब हाम्रो सफर इज सफरिङ। सधैँको केही कहानी त हो, नयाँ केही छैन। टक्क यस्तो भ्यूहरू चाहिँ नाइस है। फेरि यात्रामै छौँ अहिले हामी। गाउँ पनि राम्रो, गाउँ एकदमै राम्रो रहेछ। टक्क सानो गाउँ, हरियालीहरू, भित्ता फोडेर बाटो बनाएको छ यहाँनिर चाहिँ। गजुरमुखी त भन्दैन नि त्यसलाई, त्यो मन्दिरलाई भइसक्यो मलाई त्यो दिनकै सुनाएको। अब बाटो पनि राम्रै छ। हामी यात्रामा टक्क छौँ, बाइक जाँदैछ। ल किरण कस्तो हुँदैछ? ठिक छ दाइ, सामान्य छ। सामान्य यो टक्क खोला तर्दै खोला भनेको के सानो आइछि पिचिकै भइसक्यो। बाटो चाहिँ पाइपबाट पानी लाग्दैछ यहाँनिर। अघि मान्छे तल काम पनि गर्दै थिए। खाने पानी टक्क पाहाडतिर चाहिँ पानीको साह्रै दुःख हुने क्या। अब पाहाडतिर अब हिँडाइ चाहिँ अब के भन्छ अलिकति हिँड्ने गाह्रो यस्तो बाटोमा चाहिँ। पानी निस्किँदै जस्तो छ हौ। हाम्रो पहिलो ब्रेक कस्तो भयो त अनि राइड? राइडर साहब कस्तो मजा आइरहेछ? के रे दाइ? के राइडर के अरे? आइम राइडर प्रोभाइडर। राइडर प्रोभाइडर। यहाँ चाहिँ टक्क गाडीहरू रोक्ने ठाउँ रहेछ। गाडीहरू सर रोकिरहेको छ। मान्छेहरू आवाज राम्रै हुँदो रहेछ भनौँ न। यता फर्स्ट टाइम हाम्रो। धुलोको हिँडाइ कस्तो हुन्छ? है के रे दाइ? हामी हिँड्दैछौँ। अब चाहिँ हामी आइपुग्यौँ ठ्याक्क है। भेटिसक्यो। हामी अहिले क्या श्री सरस्वती सेकेन्डरी स्कुल भालुबाङ मुनि के रहेछ होइन। नाइस ठाउँ छ है किरण। आवाज जर्नी ठिक छ दाइ। नाइस ठाउँ छ यार, पहाडको स्कुल है। यहाँबाट फेरि टक्क भ्यू पनि त्यस्तै छ। हामी अहिले माङसिबुङ आइपुगेर टक्क के भन्छ बेसिरीहरू सफर हेर्दैछौँ। हाम्रो किरण सर, हाम्रो एन्जेल सर, हाम्रो केटाकेटीहरू चाहिँ टक्क त्यहाँ काम पनि गर्दो रहेछन्। नानीहरू के टिप्दैछ तिमीहरूले? है कत्रो मिहिनेत गरेका तिमीहरूले। अनि यता पनि टक्क हुँदो रहेछ। ए लु सब्सक्राइबर पनि बन्नु पऱ्यो। के भयो, के भन्नुहुँदैछ साँच्ची तपाईँले? म चाहिँ भिडियोमा देखिएँ भने जुन पनि भिडियोमा 2 मिलियन जुन गएको छ नि, रोनाल्डो भन्दा उपर आउने हो क्या मेरो। ल ठिक छ। अब हामी चाहिँ टक्क बेलुकातिर हाम्रो माङसेबुङ एरियामा यसो बजारतिर घुम्न जाँदैछौँ। माङसेबुङ एरिया चाहिँ कस्तो छ भने एकदमै प्योरली भेज। अनि अल्कोहल, सिगरेट्स अनि कुनै काइन्ड अफ टोब्याकोहरू पनि पाउँदैन दाजु। किनकि हाम्रो यो जुन हुन्छ हाम्रो किराँतको धर्मगुरु फागनुन्दको जन्म भएको कारण र यहाँका सबै बासिन्दाहरू चाहिँ साधु
भएर पनि होला बोकेन भन्नु त भाइ एकदम फेदम्बाहरू पनि यतातिर चाहिँ किराँत धर्महरूलाई चाहिँ किराँत धर्मको चाहिँ उद्गम स्थल पनि भन्नु हुँदो रहेछ त्यो कारणले गर्दाखेरि पनि अब यहाँ चाहिँ एकदम माछा मासुदेखि लिएर अब मदिरादेखि लिएर धुम्रपान खाद्यान्न कुराहरूमा पनि एकदम केयर गर्ने होइन मलाई चाहिँ वाइल्ड रमाइलो लागिरहेको छ अब यस्तो पनि अनुभव लिनुपर्छ नि त लाइफमा होइन जस्तै यो कुरा त अरू पनि गाउँहरूले सिक्नुपर्ने कुरा हो नि त होइन जस्तै मदिराहरूदेखि लिएर अब खानेकुरामा त कन्ट्रोल नहोला होइन अब त्यो मासु मांसहरूमा त तर जुन यो मदिरामा जस्तो कन्ट्रोल छ नि यहाँनिर अहिलेको जुन यङ अब जेनेरेसनमा चाहिँ यो कुराहरू पनि अब अरूतिर पनि लागू गर्दाखेरि चाहिँ राम्रो पनि हो अब सबैतिर अब एकैचोटि परिवर्तन आउँदैन सायद यहाँबाट चाहिँ परिवर्तनको चाहिँ बिगुल फुकिएको छ भोलिको दिनमा सबै देशभरि नै राम्रो हुन्छ होला जस्तो चाहिँ लाग्दैछ मलाई चाहिँ किरण सर तपाईँलाई कस्तो लाग्दैछ एकदमै राम्रो कुरा हो अनि यस्तो यो चाहिँ हुनुपर्छ जस्तो लाग्छ क्या हरेक ठाउँमा यस्तो केही न केही युनिक कुराहरू चाहिँ होइन युनिक कुराहरू राम्रो कुराहरू एडप्ट गरेको जस्तो यहाँको त पुरै समाज नै एडप्ट गरेको कुरा हो नि त एकजना दुईजना मात्र नभएर दुई तिन घर नभएर पुरै एउटा गाउँ नै अब पुरै त्यो बस्ती नै एउटा साधु बस्ती जस्तो भएर होइन त्यो मदिरा सदिरादेखि लिएर बनाउन पनि नबनाउने खाँदैन नखाने बेच्दा नबेच्नेवाला सिस्टम क्या कति राम्रो सिस्टम रहेछ शिक्षित अनि शिक्षाको पहुँच चाहिँ यो ठाउँसम्म चाहिँ खतरा तपाईँलाई चाहिँ कस्तो लाग्यो एकदम राम्रो लाग्यो मलाई यो राम्रो इनिसिएसन हो र नेपालभरिका सम्पूर्ण गाउँ बस्तीहरूले चाहिँ यो इनिसिएसनलाई एडप्ट गर्नुपर्ने मैले देखेको छु जसले चाहिँ हाम्रो समाजमा हुन सक्ने सामाजिक समस्याहरूको पनि समाधान गर्ने चाहिँ मलाई चाहिँ विश्वास रहेको छ एकदमै यस्तो राम्रो ठाउँमा हामी आज घुम्दैछौँ टक्क कामसाम सक्यौँ हामीले एकछिन घुम्न निस्केका छौँ अब पछि के हुन्छ हेरौँ यता कहाँ पुग्छौँ हामी फेरि अपडेट गर्नेछौँ अनि हामी चाहिँ आउँदा आउँदै आज यहाँनिर खोइ एउटा केही स्पेसल टाइप अफ के भन्छ अकेजन हुँदो रहेछ जुनमा चाहिँ जोगीदानहरू के गरेर उभोली उभोली यस्तो केही मनाउने हुँदो रहेछ हामी आउँदा आउँदै ठ्याक्कै यहाँ आइपुग्यौँ हामी टक्क भित्र छिर्न आँट्दैछौँ होइन भित्र छिरेर के हुँदैछ कसो हुँदैछ हामी देखाउने छौँ यहाँ अगाडि हुँदैछ फङ्सन हुँदैछ यहाँ चाहिँ किराँती धर्मगुरुको फागुनन्दको सायद यो मूर्ति होला यो एकदम विशाल मूर्ति बनेको Palandesang pan melle khagiyo saga साहब वेलकम टु डे 2 हामी बिहान बिहानै उठिसकेका छौँ हामी उठिसक्यो ल गुड मर्निङ गुड मर्निङ मर्निङ दाइ हामी 8 बजे उठेका छौँ गुड मर्निङ भाइ गुड मर्निङ दादा गुड मर्निङ 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 सबैजनालाई हाम्रो बुढा बसिरहनु रहेन यस्तो मौसम इज टु डाई फर त्यो के नहिँदो रहेछ पराजुरी सर गुड मर्निङ गुड मर्निङ पापा खाजा खान टक्कै हिँडेको हामी तर कस्तो दामी हुस लागिरहेको छ म दाइ क्यान्टिन यता हो ए ब्रस हजुर अब सर अब